नमस्कार। म एउटा समस्यामा परेँ। मेरो समस्या यस्तो छ। काठमाडौँबाट दमक आउने क्रममा कलङ्कीमा म बस चढेँ। नागढुङ्गा आइपुगेपछि मेरो छोरीको उमेरकी एक युवती आएर मेरो छेउमा बसिन्। मैले उनलाई छोरी कहाँसम्म जाने भनेर सोधेँ। उनले बिर्तामोड भनिन्। बसमा कोहीसँग बोल्न पाइन भने मलाई उल्टी आउँछ। त्यसैले यिनी छोरीसँग अब बोल्दै बोल्दै जानु पर्यो भनेर उनलाई म सोध्न थालेँ र भने, बाबा तिम्रो नाम के हो? उनले भनिन् 3211 बाई बार। म अकमक्क परेँ। अब छोरीको नाम के रहेछ भनेर म सोच्दै तीसँग बोल्नु त परै जाओस्, उनको नाम सोच्दै म दमक आइपुगेँ। र आज पनि म उनको नाम के रहेछ भनेर सोचिरहेको छु, निकाल्न सकिन। मित्रहरू, तपाईहरूलाई ती बहिनीको नाम के रहेछ भनिदिनुहुन्छ भन्ने आश गरे। र उनले भनेको नाम म पुनः भन्दैछु, 3211 बाई बार। मलाई त्यो नाम मैले पत्ता लगाउन सकिनँ। मित्रहरू, तपाईहरूले त्यो नाम के रहेछ भनिदिनुहुन्छ भन्ने आश गरे। धन्यवाद।